के छ त बुढा आज माछा खाने नि त रन खाइदिने टक्क है भात खानुपर्छ है त रन खाइदिने है गाइसहरू अब टक्क अनि साथीहरू पछाडि पछाडि आइरहेछ हेलो नमस्कार सबैलाई वेलकम छ फेरि पनि मैले नयाँ भ्लग लिएर आइसकेको छु अनि के छ हालखबर सबैजनालाई सन्चो बिसन्चो सबै ठिकै त होला नि होइन हामी चाहिँ अब साथीहरूसँग टक्क लाएर हामी मार्केटतिर जाँदैछु अब यो बाटो हुँदै चट्ट मार्केटमा जाँदैछु मार्केटमा गएर टक्क हल्का होइन चिकन किन्नु पर्यो र अनि चट्ट पकाएर खानु पर्यो भन्ने हामीले सोच गरिरहेको छु अब हिजो शिवरात्रि भयो होइन शिवरात्रिमा हामीले खासै ल्याएर खाने अब हाम्रो समय त भएन तर आज त्यही शिवरात्रि मनाउ कि जस्तो लागिरहेछ अरू त खानेकुरो केही पाउँदैन अब चिरिप्प गर्ने कुरो पाउँदैन त्यही मात्रै हो होइन मासुको अब ल्याएर टक्क लाएर खानु पर्यो अरू बाँकी कुरो त अब त्यस्तै हो अब त्यही भयो भने खानु पर्यो अनि हामी साथीहरूसँगै छ है हाम्रो साथीहरू छ अनि त्यहाँबाट पानी ल्याउने भनेर पानीको जारसार बोकेर आएको छ अनि हाम्रो यहाँ ठुटे बुढा नि छ एकजना मेरो साथी हो एकदम मिल्ने साथी हो है अनि हामी सँगसँगै अब टक्क लाएर मार्केट जाने हो मार्केट गएर टाकटुक लाएर चट्ट सामान किनेर चाहिँ अब आएर पाक्ला पुग्लो पकाएर कुरिप्प खाने हो तपाईँहरू चाहिँ भ्लग भिडियो राम्रोसँग हेर्नु होला होइन आँखा तन्काएर कान अलि ठाडो पारेर सुन्नु होला र हेर्नु होला भन्न चाहन्छु हामी यो गल्ली गल्ली जान लाग्यो यो गल्ली गल्ली टक्क लाएर उता गइसकेपछि ठ्याक्क त्यो मार्केटमा पुग्छ मार्केट पुगेपछि हामी अब सामान किन्छु म तपाईँहरूलाई मार्केट पनि देखाउँछु होइन तर एउटा कुरा के भने अलिकति ऊ भइसकेको छ समय पनि अलि रात परिसकेको छ त्यही भएर अलि अँधेरो हुन थालिसकेको छ भन्न चाहन्छु अनि के छ सबैजनाको हालखबर सबै ठिकै त होला नि होइन धेरै दिन भयो भ्लग पनि नबनाएको आज एउटा ट्याक लाएर भ्लग बनाएको छु होइन म टिकटक पनि अपडेट गर्नेछु र फेसबुक पनि अपडेट गराउनु पर्ने छ यो भिडियो खासमा भन्नुपर्दा अब के गर्नु समय नै छैन न नयाँ ठाउँमा जानु न पुरानो ठाउँमा जानु जहिले नि एउटै ठाउँमा हुन्छ होइन जहिले नि एउटै ठाउँमा भएको कारणले गर्दा भ्लग पनि बनाउनु पाउँदैन अनि आज चाहिँ अलिकति मार्केट जाउँ त भन्ने थाल्यो साथीहरूले अनि त्यही भएर चाहिँ हिँड्न लाग्यो अनि त्यहाँबाट एउटा यसो 2-4 मिनटको भ्लग भिडियो बनाउनु त भनेर खोजेको हो क्या अब तपाईँहरूलाई कस्तो लाग्छ के कस्तो लाग्छ त्यो त मलाई थाहा भएन होइन जे जस्तो लाग्छ लाग्दैन त्यो त अब आफ्नै ठाउँमा छ यसो अब एउटा लाइक त गरिदियो भयो कि होइन तपाईँ हेरेर भएको छ हेरेर मात्रै त भएन नि एउटा लाइक गरेर कमेन्ट गरिदियो भने त आहा मेरो भिडियोमा पनि कसैले कमेन्ट गर्दो रहेछ भन्ने हुन्छ नि त होइन खै अब कमेन्ट त गर्नुहुन्छ हुँदैन त्यो थाहा भएन तर हेर्नुभयो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि यहाँनिर टक्क यहाँनिर आइपुग्यो होइन मार्केट हो यो पारी चाहिँ एकदम जिम हल छ कि यहाँ चाहिँ ठुलो जिम हल छ अब त्यहाँ चाहिँ जिम गरेर आउँछु जहिले नि अनि त्यहाँबाट जिम गरेर आउँछ अब साथीहरू चाहिँ उता गयो कि त्यो किनेर भने साथीहरू चाहिँ अब त्यहाँ पानीको लागि ऊ गर्न लाग्यो अरे भन्दैछ अब म नि जान्छु त्यहाँ खासमा हामी चाहिँ उता जान लाग्यो मार्केटमा यो चाहिँ बगला हो क्या टक्क लाएर यहाँनिर बगला छ टक्क लाएर यो बगलामा छिर लायो साथीहरू हाम्रो यताको बगला चाहिँ यस्तो हुन्छ है भित्र एकदम राम्रो हुन्छ है राम्रो हुन्छ उयो वाला फराइ ल त्यसले चाहिँ यहाँ रेडी गर्छियो त्यो पानी रेडी गर्छियो साथीले भित्र होइन त्यो अहिले पछि लानको लागि हो रेडमा आउँदैछ अनि ठ्याक्कै लाएर अब हामी चाहिँ अब हिँडेको है यहाँबाट फेरि हामी मार्केटतर्फ जाँदैछौँ यो चाहिँ सानो बगल हो हामीले सानो सामानहरू किन्नु पऱ्यो भने चाहिँ हामी यहाँ टक्क किन्छु र अलिकति केही धेरै सपिङ गर्नुपर्ने चाहिँ यसो मासु किन्नु पऱ्यो भने चाहिँ त्यहाँ अफरहरू चलिरहेको हुन्छ र त्यहाँ मार्केट पनि हो एकदम ठुलो मार्केट हो त्यसैले हामी चाहिँ त्यहाँ जान्छु है एकदम गाडीको स्पिड चाहिँ तीव्र गतिमा बढिरहेको छ गाडी चाहिँ फुर्र आएको आए गरेर हुन्छ होइन यहाँनिर अलिकति टेक केयर गर्नुपर्छ हामी सबैजनाले है ल अब त्यही हो कुराकानी होइन अब यस्तै हो अब मार्केटमा जान लाग्यो टक्क लाएर अब साथी जाउँ त साथीहरूसँग जाँदैछु है अनि अब यहाँ बिचबिचै हिँड्दैछ अब पारी जाउँ जाउँ ल पारी जाउँ है टक्क लाएर पारी गयो है देखाएको छैन बुढो पारी गयो है हामी टक्क लाएर पारी गयो साथीसँगै जाँदैछु टक होइन ल टक्क लाएर अब यहाँ फाइनल रुममा हामी पसलतर्फ आइसकेका छौँ पसल पुग्नलाई अब 2 मिनट मात्र जम्मा तपाईँहरू 2 मिनट मात्र इन्तजार गऱ्यो भने ठ्याक्कै हामी मार्केटमा पुग्नेछौँ र मार्केटमा हल्का अब भिडियो गर्न दिँदैन चाहिँ मार्केटमा अस्ति गएको एकचोटि भिडियो गर्नु खोजेँ त्यो भिडियो त गर्न दिएन तर भयो नि हल्का क्लिप्सहरू देखाउने कोसिस गर्नेछु है अनि साथीहरू पछाडि आइरहेछ यहाँ यस्तो ठाउँहरू छ है अब अँधेरो भइसकेको छ अब के गर्नु राम्रोसँग देख्न मिल्दैन है अलि दिउँसै भए भए चाहिँ अलि उज्यालो हुन्थ्यो त्यस्तो खासै इम्पोर्टेन्ट ठाउँ चाहिँ अब नभनौँ होला अब यस्तै गाउँघर जस्तो टक्क छ जे जस्तो भयो नि अब आफू बसेको ठाउँ आफूलाई प्यारो लाग्दो रहेछ अलि धेरै समय नै भइसक्यो यहाँ लगभग 2-3 वर्ष भयो यहीँ बसेको अब जुन ठाउँमा बस्यो त्यो ठाउँ छोडेर अन्त ठाउँमा अलिकति जाँदाखेरि नयाँ ठाउँमा जान नि मन नलाग्ने भएको कारणले होइन त्यही ठाउँै ठिक छ जस्तो लाग्छ अनि भिडियो त अहिले टक्क लाएर अब
सघाउनु पर्ने बेला पनि भइसकेको छ है। अब बोल्न त धेरै बाँकी छ नि आमामा म अनि 2-3 महिनादेखि भ्लगै नबनाएर आएको अनि बोल्न कम बाँकी छ त के गर्नु अब भ्याउँदैन अब भेटेरै बोलाउँला है त ल ठिकै छ अहिले फाइनली भन्दाखेरि अब यहाँ ठ्याक्क मार्केटनिर टक्क यहाँनिर बुढो झिलिमिल भइरहेछ है झिलिमिली देखाएको छ यहाँ मार्केटमा टक्क सुपर मार्केट ठ्याक्क आएको छ यहाँनिर यो ठुलो मार्केट हो गङ्गडा पनि पाइन्छ ल हेर्नुहोस् यहाँ के गङ्गडाहरू पनि पाइन्छ होइन यो चाहिँ झिँगे माछा हो गङ्गडा पनि पाइँदो रहेछ हाउ मेनी केजी दिस वान How come? How many kg this one? 1.8. I like the 7 up, but 7 up was expensive. Okay, we'll try there. Also here black. I like black. I did not like that black. Black नहीं है. This one, no? Yes, 7 real. है मसाज गर्ने उ रे मेसिन रे अरे बाप रे भाइरस न कुटुटुटु पछाडि पछाडि ढाडमा आउँछ केराहरू छ यहाँ त यस्तो हैन फालफुलको सामानहरू छ टक्क लाएर What this one? Peach this one? Peach, huh? What about this one? Triguelas. Also there's one peach, right? Same. Which one? But this one is different. This one original, huh? And avocado, kiwi, and also this one apple. How many kind of apples? See? Too much, huh? All the apple, huh? All the apple. Also grapes there. Too much. Tomato. This one is enough, right? 2 pieces. 2 pieces only? No, 2 pieces. Ginger we have, garlic also we have, right? Coriander. हामीले जस्तो बनाए त्यस्तै खान्छ हो र You want to drink something? You want to drink something? Only video there. Priya. मोटरसाइकल ठ्याक्कै लागेर चाहिँ अब सपिङ सबै सक्यो होइन चिकन सबै किनिसक्यो हामीले चिकन सट्टा आज माछा किनेको माछा किनेर टक्क लाएर हामी ठ्याक्क बाहिर निस्किँदैछौँ है साथीहरूसँग कस्तो रमाइलो ठाउँ छ नि है गुड दिस वान रमदान मुबारक गाह्रो केटा गाह्रो छ है के छ त बुढा आज माछा खाने नि त टक्क है खतरा खानुपर्छ है त गाइसहरू अब टक्क लाएर होइन अब फाइनली रूपमा चाहिँ अब हाम्रो काम सबै सक्सेस भइसकेको छ हामीले जे किन्नुपर्ने हो सबै चिजहरू किनिसकेको छ यति भन्दै आज चाहिँ हामीले यो भिडियोलाई बिदा गर्न चाहन्छु है त यहीँनिर है त टक्क ल है त कस्तो लाग्यो है ल बाई